भावना भनेको के हो प्रश्न है। वितर्क भनेको के हो, प्रतिपक्ष भावना भनेको के हो। अब सूत्रमा जाउँ ल 24 नम्बर। वितर्का 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 हिंसादयः वितर्का हिंसादयः कृतकारिता कृतकारिता नुमोदिता कृतकारिता नुमोदिता लोभ क्रोध मोहपूर्वका लोभ क्रोध मोहपूर्वका लोभ क्रोध मोहपूर्वका मृदु मध्याधि मात्रा मृदु मध्याधि मात्रा दुखा ज्ञाना नन्त फला इति प्रतिपक्ष भावनम। यसले के भन्छ त हेर्नु त यहाँ सजिलो छ। वितर्क भनेको के हो अथवा प्रतिपक्ष भावना भनेको के हो भन्ने कुरामा यसले वितर्का भनेको चाहिँ हिंसा आदि हो। वितर्क भनेको के रहेछ, हिंसा आदि। तर्क भनेको सत्यको बाटो, वितर्क भनेको चाहिँ के रहेछ त हिंसा आदि नगर्ने कर्म। अब यो चाहिँ कसरी आउँछ भन्दा कृत भनेको आफैले गरेर, कृत भनेको आफूले गरेर, कारिता भनेको अरूलाई गराइएर, अनुमोदिता भनेको अरूका कुरामा सहमत भएर। कहिले कहिले कुनै मिटिङमा गोष्ठीमा जाइन्छ अनि अरूले त्यहाँ माइनर गरेर लेखिसकेर चाहिँ हस्ताक्षर गर्न आउनुहुन्छ, आफूले पढिँदैन अनि अन्तिममा के हुन्छ, त्यो नराम्रो कर्मको लागि रहेछ अथवा राम्रै गरेको थियो गर्दा गर्दै बिग्रियो भने त्यो चाहिँ के हुन्छ, अनुमोदिता अनुमोदन गरेको उहाँले निर्णय गर्नुभएको मैले पनि गरेर हमा थपिदिएँ स्वीकार गरियो। तीन प्रकारले हुन्छ। एउटा कृत आफैले गरेर, कारिता असललाई अर्कालाई गराएर र अनुमोदन गरेर स्वीकार पनि के रहेछ त भने वितर्क रहेछ। यो पनि राम्रो कर्म होइन रहेछ है। र यो चाहिँ कसरी आउँछ अरे भन्दा मृदु मन्दगतिमा, मध्यगतिमा अनि अर्को लोभ क्रोध। कसैलाई आफूलाई यो चिज मेरो भइदिएदेखि हुन्थ्यो भन्ने इच्छा जगाएर अथवा त्यो चाहिँ लोभ भयो होइन। अनि अर्को मोह भनेको एक प्रकारले त्यसलाई माया पनि भनिन्छ मोह भनेको, तर त्यो माया चाहिँ होइन। मोह भनेको त्यसमा लुप्त हुनु आफू होइन, आफ्नो आकर्षण गर्नु, आकर्षण गरेर त्यो वस्तु आफ्नो बनाउन खोज्नु, त्यो पनि मन पवित्र कर्मबाट। अनि अर्को मृत्यु मध्यादि मात्रा अथवा धेरै र थोरै मात्रामा यो आउने गर्दछ। र यो चाहिँ अनन्त जीव के भन्छ, यो हाम्रो प्राण रहन्जेलसम्म अनन्त कालसम्म यो चाहिँ दुःखदायी रहन्छ। यसले चाहिँ दुःखदायी फल दिन्छ र यसको ठिक विपरीत गएर आफू उभिन सक्नु चाहिँ हाम्रो महानता अथवा हामी योगीहरूको धर्म हो भन्ने कुरा आयो। यी चाहिँ 10 प्रकारका हुन्छ। के हुन्छ त भन्दा सुनेन 10 प्रकारका हुन्छ ल, सुनिन्छ होला हामीले होइन। हिंसा पहिले के रहेछ, हिंसा असत्य अघि आएको थियो, अहिंसा सत्य अस्तेय ब्रह्मचर्य अपरिग्रह आएको थियो नि, अथप्यो होइन। अब यहाँनिर के आयो, त्यो अला हटाइयो, हिंसा अनि असत्य अनि स्तेय मात्र छैन स्तेय अनि ब्रह्मचर्य पछि पालनाहीनता यसमा है। अघि चाहिँ ब्रह्मचर्य थियो, अब ब्रह्मचर्यको पालनाहीनता, ब्रह्मचर्यको पालना नगर्नु। त्यस पछाडि आयो परिग्रह, अपरिग्रह हटाइयो, परिग्रह अनि असौच, शौच थियो असौच भयो अशुद्ध, अनि असन्तोष अनि तपश्चर्यबाट विमुक्ता अनि स्वाध्यायबाट विमुक्ता, आफूले आफूलाई पढ्ने इच्छा नगर्नु, आफूले आफूलाई जान्ने प्रयत्न नगर्नु। अनि त्यसपछि आयो ईश्वरबाट विमुख हुनु। यी 10 वटा चाहिँ वितर्क हुनु। वितर्क भनेको के रहेछ, असत्य होइन। तर्क भनेको के रहेछ, सत्य। अब अर्को प्रश्न आउँछ,
मनसा वाचा कर्मणा अहिंसाको पालना गर्नाले साधकको अन्तस्करणमा कस्तो भाव उत्पन्न हुन्छ भनेर आउँछ।